हेलो हाई एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला हैन आज चाहिँ हामी हाम्रो उदयपुरवासी हाम्रो भाइ चौधनीगढी नगरपालिका वार्ड नम्बर 4 को हाम्रो चरणचोकको भाइ लोमस मगर भाइको चाहिँ हामी एउटा सहयोग रकम उठाउनको लागि चाहिँ हाम्रो डोनेसन कार्यक्रम गरेको छौं हैन एउटा च्यारिटी हिजोदेखि सुरु भएको हाम्रो कार्यक्रम चाहिँ तपाईहरुले हिजोको कार्यक्रम हाम्रो बसा बस्नेका ग्रुपमा पनि हेर्न सक्नुहुन्छ फेसबुक ग्रुपमा अनि आज चाहिँ हाम्रो कार्यक्रम चाहिँ यहाँ नक्कीकोटको विशाल चोकमा रहेको छ हाम्रो केटाहरू भेला भइरहेछ हाम्रो एउटा सांगीतिक कार्यक्रम गीत सित गाउने हैन कार्यक्रम लिएर हिँडेछौँ हामी जानेकै त्यही हो हैन हाम्रो केटाहरू छ यहाँ हैन गायकहरू जेनिस भाइहरू आशिष भाइहरू हैन मन्जुलहरू थुप्रो छ अहिले चाहिँ हामी क्रिस्टल मार्केटमा छौँ यहाँबाट चाहिँ हाम्रो आज विशेष हामीलाई साउन्ड सिस्टम हैन सहयोग मिलेको छ आजको दिनको लागि हिजो पनि हामीले सहयोगकै रूपमा एउटा साउन्ड सिस्टम लिएको थियौँ आज चाहिँ यहाँबाट लिएको छौँ हाम्रो क्रिस्टल पार्टी प्यालेसको हाम्रो म्यानेजर भाइ हुनुहुन्छ धन्यवाद धेरै धेरै हैन दाइले जे गरिदिनुहुन्छ एकदम राम्रो गरिदिनुहुन्छ यस्तो कुरामा चाहिँ दाइले अघि बढ्नुहुन्छ ल किप डुइङ दाइ ल धन्यवाद भाइ ल है त सहयोगको लागि यहाँ हाम्रो दुईजना दाइले लगाइसक्नु भयो अहिले नै डोनेसन हाम्रो यहाँ दाइले लाउनु भएको छ हैन त्यसैले धेरै धन्यवाद अनि हाम्रो अर्को उहाँ चाहिँ हाम्रो गार्ड दाइ हो यहाँको अब हामी यहाँ सामान लोड गरेर चाहिँ हामी जान्छौँ सिधै विशाल चोक ल दाइले पनि ल दुईजनाले दाइ लाइसक्नु होला हाम्रो दाइले पनि ल दाइ अब के गर्नु बिरामी हाम्रो गाउँको भाइ हो क्या ल धन्यवाद दाइ ल आइसक्यो है यहाँ तीनजनाबाट ल पहिलो स्पिकर पनि छ हाम्रो यहाँ ट्याक्सी पनि आइसकेको छ अब यहाँबाट चाहिँ हामी लोड गरेर चाहिँ हामी विशाल चोकसम्म जान्छौँ हो हिजो चाहिँ हामी मक्खन गल्लीमा गरेको थियौँ क्या असनको त मक्खनमा गरेको त्यहाँ जे होस् राम्रै उठ्यो अब नपताउने नि हिजो हामी अलिक नगरपालिकाले नै अलिकति दिएन कार्यक्रम गर्नु त्यस्तै 7:30 बजीतिर कार्यक्रम सुरु भएको थियो अब आज चाहिँ 5 बजी नै सुरु गर्ने भनिएको छ तर पनि 5 त कर्छ होला किनभने 5 त यहीँ बजिसकेको छ ल अब सबैजनाले त्यही हो सक्ने सहयोग गरिदिनु होला हाम्रो भाइको लागि हैन अब भाइ चाहिँ एकदम सरकारी जागिरी हो नेपाल पुलिसको एउटा जवान हो हैन भर्खरै 24 वर्षको भाइ हो हैन सबैको काम सकेर अफिसहरू सकेर चाहिँ हामी आफ्नो थोरै टाइम निकालेर चाहिँ हामीले यसरी प्रोग्राम गर्दैछौँ हैन अब कति दिन सकिन्छ गर्छौँ हामी ल अब हामी यहाँ सामानहरू लोड गरेर चाहिँ हामी सिधै विशाल चोकमा जान्छौँ हाम्रो केटाहरू त्यहाँ छ हैन ल अब हाम्रो कार्यक्रम सुरु हुनुभएको सबै यहाँको उपस्थित सम्पूर्ण भाइहरूलाई स्वागत गर्छु यहाँ हामीले चाहिँ एउटा सानो आर्थिक सङ्कलनको एउटा सानो अभियानको लागि हामी यहाँ आएका छौँ र हजुरहरूको साथ हुनेछ भन्ने हामी विश्वास राखेका छौँ हाम्रो सानो भाइ 24 वर्षको हाम्रो लोमस मगर भाइलाई चाहिँ ब्लड क्यान्सर लागेको हुनाले र अहिले भरतपुर हस्पिटलमा चाहिँ उहाँको उपचार भइरहेको हुनाले यहाँको थोरै सहयोगले पनि केही राहत हुनसक्छ भनेर हामी हजुरहरूको यहाँ घर आँगनमा यहाँनिर आएर हामीले केही साङ्गीतिक कार्यक्रमहरू गर्न गइरहेछौँ र हजुरहरूले जति सक्नुहुन्छ सहयोगको रूपमा यहाँनिर आएर हामीलाई सहयोग गर्न सक्नुहुन्छ bersertap छैन कुनै यहाँ खुसी छौ हामी सब चाइनिजहरू है यो Saza
हाम्रो गरी सकेर धन्यवाद हामीलाई सपोर्ट गरिरहेको छ एकदमै हृदयदेखि धन्यवाद सबैजनालाई र यो सपोर्ट मात्र होइन यो चाहिँ हाम्रो यङ जेनेरेसन प्लस हामी टिमलाई नै अघि बढ्ने एउटा हौसला पनि दिनुभएको छ यसको लागि एकदमै धन्यवाद हामी भोलिको दिनमा पनि हामी केही गरौँ भनेर हाम्रो यङ जेनेरेसनले गरिरहेछ त्यसमा हजुरहरूको एकदमै ठुलो हौसला पनि हामीलाई मिलिरहेछ त्यही हुनाले यहाँहरू सबैलाई एकदमै हृदयदेखि धन्यवाद छ हाम्रो यो सपोर्टलाई हजुरहरूले एकदमै साथ दिनुभएकोमा यो वर्डमा नै हामी व्यक्त गर्न सक्दैनौँ हजुरहरूको सपोर्ट एकदमै धेरै सपोर्ट गर्नुभएको छ त्यसको लागि एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु अहिले हामी कार्यक्रमको अन्तिम दिनमा छौँ है 7:30 भइसकेको छ हामीले 5:30 देखि सुरु गरेको 2 घन्टा भयो अब यो लगभग सेकेन्ड लास्ट गीत हुन्छ होला अब अन्तिम गीत एउटा हुन्छ है त मान्छेहरू पनि अब सबैजना लाखापाखा लाइसक्नु भएछ अब चाहिँ हामी कार्यक्रमको अन्तिममा चाहिँ पैसाहरू कलेक्सन गर्दैछ ल है त देखाउँ ल छिट्टै गरेर गरे हुन्थ्यो भाइ चिया खाएर नयाँ आएको
सबै अब रेडी हुने हो जेहोस् राम्रै कलेक्सन भएको छ आज खुसी दिनुभयो होइन समर्थन जनाइदिनु भयो त्यही नै खुसी कुरा हो